हे गाइस वेलकम टु माई न्यू ब्लग। आज चाहिँ हामी कहाँ जाँदैछु भनेपछि फर्पिङ। यता यता दादा हुनुहुन्छ, यता म छु। हामी तीनजना चाहिँ गइरह। एउटा मान्छे चाहिँ लुकिरहेको छ, त्यो चाहिँ आउँदैन होला अहिले। अहिले चाहिँ अब यो बाटोमा यस्तै जाँदैछ हामी अब रसिङमा। अब हामी चोबारतर्फ लाग्दैछु बलको हुँदै। हाम्रो घरको बाटो चाहिँ यस्तो छ यहाँदेखिको। ओहो म चाहिँ एकछिन यो मेरो घडी कनेक्ट गरिहालौँ। कति फुट स्टेप हिँड्यो भने थाहा हुन्छ क्या अहिले। अनि त्यही भएर पछि चाहिँ सजिलो पर्छ नि त, कति किलोमिटर हिँड्यो भनेर। मेरो घडी कनेक्ट भइसक्यो। अहिले त 0-0मा छु म। अहिले देखिनु होला एमाल चाहिँ लगाइ फेरि लाग्यो छ यताबाट। अब हामी हप्तामा जानुपर्छ। कति बजी हिँड्यो भनेपछि 10:30 बजीतिर हिँड्यो। त्यहाँबाट फर्किङ चाहिँ कति बजीतिर पुगिन्छ भन्ने चाहिँ थाहा छैन है। दादा आज एउटा गर्लफ्रेन्ड बहुत क्या बगालु पेट्रोल पम्पको हाम्रोतिर गयो। दादा अगाडि हुन्छ। यो चाहिँ कलङ्कीको अन्डरपास गयो। अब यहाँबाट हामी कसरी अब यस्तरी बगाल कुदाउनुपर्छ भन्ने जस्तो लागिरहेको छ हामीलाई। दादा आउनुहोस् दादा। यस्तरी उहाँ नै अस्ति थाक्यो भने आज हिँड्नु सक्नुहुन्छ कि थाहा छैन। अस्ति हिँडेर त बगाल थाक्नु भएको थियो उहाँ चाहिँ। अब यो कलङ्कीको अन्डरपास बगाल भइरहेको छ। के गर्नु, जिन्दगीमा गाह्रो छ साथी हो। घुम्न जानै पऱ्यो। हप्तामा एक दिन 6 दिन पेलेर काम गर्नुपर्छ। एक दिन त घुम्न मजा भए जानुपर्छ। सो गाइज अब चाहिँ हामी बल्कु पुग्न लाग्यौँ यताबाट। यो बल्कुको यो पहिला चाहिँ यहाँ स्पिड चेकिङ हुन्थ्यो, अहिले चाहिँ स्पिड चेकिङ हुँदैन। त्यही यो समस्या यहाँको चाहिँ। अरू त के भन्नु चाहिँ मामाले स्पिड बढीको लागि सिट काटिहाल्छ। त्यसको साइड पैसा पुगिहाल्छ। उहाँ चाहिँ चिन्न गइराख्नु भएको छ। कस्तो छ जिन्दगीमा आज। साइड लाइट बालमा त खाइदिनु आएको। साइड लाइट बन्द अरे। साइड लाइट बन्द गर्छ नि। ए साइड लाइट उहाँले फेरि दाजु हामीलाई झिस्काए जस्तो। जुन हामीलाई बल्कबाट त भित्र छिर्यो। यो बाटो चाहिँ अब यता त खुल्छ होला। 45, 47, 46 पुगेछ। 45 पुगेछ। कस्तो धुवा हो। अब हामी यताबाट चाहिँ यता बल्कुतिर लाग्ने। यो बाटोतिर लाग्ने। यताबाट कति सेकेन्ड बाँकी छ।
जोगाई त्यहाँबाट हामी जाम खुलेर पनि यहाँ गयो किर्तिपुर गेट चाहिँ पुग्नु लागिसक्यो म दाजु बल्कु हुँदै किर्तिपुर हुँदै चोबार हुँदै फेरि दक्षिणकालीसम्मको बाटो छ त्यहाँ उता थाहा पनि छैन हामीलाई सोध्नु पर्ला जस्तो छ त्यहाँ उता त्यो बाटो चाहिँ अब त्यो म्याप हेरेर म्याप भन्दा पनि अर्को भिडियो हेरेर चाहिँ थाहा भएको एउटा बाटो चाहिँ मलाई चाहिँ अलिक चित्त नबुझेको कुरा के छ भने अहिलेको नियम कोही मान्छे 50,000 रुपियाँको कर तिर्छ र भने महापछि पऱ्यो कि 50,000 खै तिर्छ मान्छेको स्यालेरी नै महिनामा 50,000 हुँदैन विदेशी नाम ल्याएर हुन्छ नेपालमा कहिलेकाहीँ त्यस्तो हुँदैन नि सबैलाई मान सम्मान चाहिँ दिनु पऱ्यो क्या 50,000 मान्छेले तिरेर स्यालेरी आउँदैन मान्छेको महिना 20,000 रुपियाँ स्यालेरी खाएर आउँछ 50,000 खान हालेर त्यो कुरा चाहिँ गलत कुरा हो चित्त राख न बरु हो त्यो कुरा राम्रो हो 50,000 तिरेर मान्छेले खाँदैन हिँड्दैन कहिले खाइला नि त भन्छ खान्छ नखानलाई बनाएर खाइन्छ नखानलाई बनाउँछ त्यो कुरा खोज्यौँ भोलि बिहान के होला नगरौँ भन्नेमा म पढ्छु होइन त्यही हो बाटोमा के झेकाउनु तर अब कुदाउने हो जाने हो कहाँ कहाँ पुगिन्छ हो उता गएर किर्तिपुर गएर नि जोबार पछाडि छ हामी चोबारको डाँडामा पुग्न लाग्छ छैन यो जङ्गलमा चाहिँ पुग्यो यता चाहिँ चोबार पुग्नु दामी भ्यू छ हरियालीसँग कि आज पानी पर्ला लाग्छ भइरहेको छ फेरि पानी चाहिँ नपरोस् परिरहेको छ हामी चाहिँ अरू पऱ्यो नि पानी चाहिँ नपरोस् यो दादा पानी चाहिँ नपर्छ डाँडैमा राखे तिमीलाई मानेमा आउन कान्छी हाल्दै कि बुढे बिर्सेका चोबारमा पुगेको छ अब हामी बल्ल तल्ल गरेर बल्ल तल्ल अघि गर्नु भर्खर हिँडिएको त्यो चोबारको डाँडा बस पार्किङ भइरहेको छ मस्तसँग हाम्रो दादा अगाडि हुनुहुन्छ मस्त चुम्न हिँड्दै हुनुहुन्छ उहाँ चाहिँ
उहाँलाई केही छैन। यो चोबारको डाँडाबाट लाग्ने हो यताबाट ओह्रालो। अहिले यहाँ चाहिँ नयाँ ऊ बनाएको छ क्या, यो के भन्छ यो जिप लाइन। यो जिप लाइन हो क्या चोबारको। यो डाँडा यहाँबाट सिधै तल जानु हुन्छ। अहिलेको नयाँ जिप लाइन हो यो, गर्न आउनु पर्ला दिनुपर्छ लाइनमा। अब आज मौसम त पुरा यस्तो छ, हेर्नुहोस् मौसम त डाँडा पिरो लागेको पिरो लागेर केही पनि देखिन चाहिँ। आज त हामी चाहिँ उताबाट केही देख्दैन होला क्या साथी, पिरो लागेको। तर मौसम खुल्ला नि पछिसम्म चाहिँ खुल्नुपर्ने त हो जस्तो लागिरहेको छ। नखुल्ला जस्तो पनि छ, खुल्ला जस्तो पनि छ। हालमा हेर्दाखेरि अहिले हामी दक्षिणकाली नगरपालिकामा चाहिँ पुगिसकेको यति बेला। यो रोड यस्तो दामी छ यहाँको बाटो अहिलेको चाहिँ। पहिलादेखि पनि राम्रो थियो, अहिले पनि राम्रो छ। भ्यू हेर्दै गर्नुहोस् तपाईँ, इन्जोय गरेर मैले हार्भेस्टर मात्रै लगाएर आएको थिएँ। मलाई चिसो भएछ क्या, त्यही भएर म रेनकोट लगाएर आएको छु यता बाटोमा है। यस्तो चिसो भएछ आज यहाँ, चिसोले छाती हान्छ क्या। त्यही भएर चाहिँ लुगा चाहिँ लगाउनु पर्छ। हिरो चाहिँ बन्नुहुन्न धेरै, आफूलाई चाहिँ बिगारी हुनु भयो। स्टोरी अब चाहिँ यो लाउने लाग्यो। तैँले यो फाटा फाटा गर्नुपर्छ नि तैँले। मोहन जगह तल छ त बाटोमा जोडेर हिँड्दै गरेर हुन्छ। हाम्रो बाटोमा यहाँ उभिराख्नु रहेछ। म ज्याकेट लगाइरहेको थिएँ क्या। अनि माथि हो क्या फर्बिन जाने मान माथिबाट ए कति टाढा उता 10 मिनट मन्दिरै पुग्नुपर्छ। पेट्रोल पम्प भन्दा पऱ्यो ए खोलाको उकालो नै माथि जोगाले हामीले लोकेसन थाहा थिएन। तर लोकेसन पनि सोधियो, दिदीहरूले भनिदिनु भयो ओ स्ट्यान्ड लगा स्ट्यान्ड।
बाइक लाग्यो है सो गाइस हामी चाहिँ अब दक्षिणकाली पुगिसक्यौँ पहिला चाहिँ हामीले निर्णय के गऱ्यौँ भनेपछि भाइरल पुल भएको ठाउँ जाने चाहिँ निर्णय गऱ्यो अनि माथि चाहिँ पछि जाने क्या पहिला यहाँ घुमेर चाहिँ अनि चाहिँ माथि जाने भन्ने निर्णय गऱ्यो पहिला माथि गए पनि हुन्थ्यो तर माथि नजाने भन्ने भयो पहिला दक्षिणकाली पुग्नु पर्दो रहेछ दादा होला साइड यतैबाट होला साइड मैले यता हेर्दै जाने किन आफ्नै तो त यता हेरौँ माथि हाइकिङ जाउँला तल त मन्दिर मात्रै छ तल त मन्दिर मात्रै छ त्यही हो साइड उयो त हो उयो पुलै हो आइगयो त पुल त बाइक तलै राख्नु पर्ने हामीले सो गाइज हामी पहिले चाहिँ यहाँ पुगिसक्यौँ कहाँ पुग्यौँ यो भाइरल पुलमा चाहिँ अब दक्षिणकालीबाट हेर्नुपर्दो रहेछ अब के जिन्दगी जान मिलिहाल्छ नि टिकट काट्नै रहेछ त यार टिकट काटौँला नि के छ र जिन्दगीमा होइन टिकट काट्नु पऱ्यो जानु पऱ्यो टिकट काट्नु पर्दैन होला जस्तो लाग्छ दिदी टिकट काट्नु पर्छ र पुल जान मकै कसरी हो अहिले जाँदाखेरि अहिले आउँदा खाउँदैन के गर्ने ल ल दुईवटा किनौँ म त तिमीसँग खुद्रा पैसा छ त पुल क्रस गरौँ न है सकिन्छ होला आउनु त सक्छु तपाईँले कति छ हेर्दा क्या त डिक्कीमा पनि थियो यार सो गाइज यो पुलमा चाहिँ पुगिसक्यो हामी यताबाट चाहिँ कस्तो दामी ठाउँ छ कहाँ छु र कालु हामी कहाँ छौँ भन यो फायर पिङको एउटा नयाँ बनेको झुलुङ स्कुल रहेछ
त्यहाँ घोडाहरू चाहिँ हामी चाहिँ अहिले हाम्रो के प्लान भइरहेछ भने चाहिँ हरेक हप्ताको एक दिन घुम्ने हामीले ट्रेकिङ जाने घुम्ने त्यसको लागि हामी आज फार्मिङतिर पुगेको अर्को हप्ता हामी अब चाहिँ अर्कै ठाउँतिर हाम्रो अर्को हप्ता चाहिँ सगरमाथाको बेस क्याम्पतिर होला जस्तो लागेको छ। त्यो पुल हेरौँ है अँ। यस्तो दामी पुल छ ओहो ल कस्तो लाग्यो तपाईँले भन्नुहोस् बवाल ठाउँ यार दामी छ है दिदीलाई यही छोड्यो बवाल ठाउँ यार के हुँदैन ह्यान्डसम देख्यो होला है? ए माडो नि। लामै रहेछ त यार दोस्त बेबी मेरो छोरो गइसक्यो अब लामै रहेछ त ओहो न पारि भ्यू देखा न माथि यस्तो न कस्तो छ ए बवाल छ यार स्वर्ग पुग्यो है स्वर्ग त कस्तो हुन्छ र पछि जाने मन्दिर अर्को मन्दिर छ 2 दिन बस्ने तरिकाले जाने एक दिन बिदा लगेर टक्कै होइन मन्दिरतिर जाने हामी हाम्रो ए यो गाइस ठिक छ कि हरेक हप्ता एक दिन घुम्ने होइन किन आनन्द पनि आउँछ शान्त कति रुममा बस्ने दिन रात रुममा बस्ने अनि वाक्क भइसक्यो म काम केही छैन अनि सबै अहिले चाहिँ हामी भाइहरू पुलमा छौँ यति लामो पुल छ यो यस्तो दामी ठाउँ छ अहिले टक्कै न घुमिन्छ त्यसपछि माथि चाहिँ गइन्छ हाम्रो मकै पनि आइसक्यो मकै चाहिँ अहिले खानु पर्ला एकछिनमा उहाँको चाहिँ भिडियो बनाउनु पर्छ क्या लास्ट आज हामी चाहिँ यो फार्मिङको एउटा पुलमा आएका छौँ यहाँ नवराज र म हामीले यो पुल अहिले चाहिँ पुल पुरै वारीदेखि पारी जाँदा कस्तो डर लाग्यो डर लाग्दैन डर लागेन मलाई लागेन मलाई त यस्तो डर लाग्यो दोस्त नि त्यो भिडियो खिच्न हामी बिर्स्यौँ यस्तो डर लाग्यो वारदेखि पारी जाँदा मलाई उता त अरू मान्छे पनि आउनु भएको छ साथीहरू आउँदैन तर साथीहरू यस्तै हो मलाई त लास्टै डर लाग्यो लास्टै रमाइलो रहेछ यतातिर सबै घुम्नको लागि आउनु होला आज काठमाडौँमा फर्स्ट टाइम यस्तो राम्रो पुलमा हामी घुमेका छौँ हरेक हप्ता हामी चाहिँ हाम्रो प्लान चाहिँ हरेक हप्ता एक दिन चाहिँ ट्रेकिङ जाने छ त्यही भएर हामी यो हप्ता हाम्रो हल्का ढिलो भएको कारणले यो हप्ता हामी आज ट्रेकिङमा आएका छौँ यता यो पछाडिको ब्याकग्राउन्ड हेर्नु वा क्या दामी छ उता पारीतिरको त्यो सिन अनि त्यो उता बादलहरू स्वर्ग पुगे जस्तो हुन्छ यार तपाईँहरू पनि आउन सक्नुहुन्छ दक्षिणकाली उता तल दक्षिणकाली मन्दिर छ उता तल दक्षिणकाली मन्दिरबाट हल्का 500 मिटर माथि आउँदा यो पुल चाहिँ भेटाउन सक्नुहुन्छ तपाईँ नत्र पारी यताबाट जाने बाटो छ यताबाट जाने बाटोतिर उता गएर पारीतिर पुलमै रोडमै पुल छ त्यहाँ पनि आउन सक्नुहुन्छ या वारी आउन सक्नुहुन्छ तपाईँ जताबाट आउँदा पनि एकदमै रमाइलो हुनेछ नयाँ बनेको पुल रहेछ अहिले यो चाहिँ घुम्नको लागि पुल घुम्नको लागि यस्तो आनन्द लिनको लागि चाहिँ तपाईँ आउन सक्नुहुन्छ अनि यता भ्लगहरू बनाउँदैछन् भिडियो फोटो खिच्नको लागि यता कस्तो रमाइलो छ हामी चाहिँ यो फार्मिङको एउटा पुलमा पुगेको छ यो हेर्नुहोस् कस्तो राम्रो पुल छ यता दृश्य यस्तो राम्रो पुल छ पछाडि ब्याकग्राउन्ड दामी छ तपाईँ पनि यता आउन सक्नुहुन्छ यो त दक्षिणकाली तल यतातिर मन्दिर छ मन्दिरको यता 500 मिटर माथि आउँदा चाहिँ यो पुल भेटाउन सक्नुहुन्छ तपाईँले चाहिँ एकदमै रमाइलो हुनेछ अब यस्तो पुलमा यता मान्छेहरू आउँदैछन् यतातिर कोल्ड कफीहरू नास्ताहरू पाइने छ सबै खाली है सुरुमै 1 लाख तिर्नुपर्छ हामीले चाहिँ यो ब्याग यता दिदीको उसमा राखेका थियौँ सेभ रहेछ त्यही भएर मकै खाँदैछ ऊ त्यो ब्याग राखेको ठाउँ मकै नै खाने मकै त मिठो छ तर नखाने अब हामी चाहिँ यता घुमेर रिटर्न हुँदैछौँ उता माथितिर चाहिँ
माथि देखिरहेछ माथि। माथि उता घुम्न जाने हामी अब माथितिर, किनकि त्यहाँ फार्पिङको त्यो गुम्बा हो। गुम्बा चाहिँ हामी घुमेर उता घुम्न जान्छौँ। एकदमै रमाइलो ठाउँ छ। फेरि म त यता धेरैचोटि आइसकेँ, तर पुल चाहिँ अहिलेसम्म देखेको थिएन। तर आज चाहिँ बल्ल यो पुल देखेँ। यो दक्षिणकाली मन्दिरको ठ्याक्कै माथितिर 500 मिटर माथि आउँदा यो पुल भेटाउन सक्नुहुन्छ तपाईँहरू। अब हामी चाहिँ उताको फार्पिङमाथि गुम्बातिर लाग्नेछौँ। यतातिर पनि रमाइलो छ। अब गुम्बातिर गएर फेरि हामी बनाउँछु ल। लगायत हामीले त्यो पुल चाहिँ घुमेर भ्याइसक्यौँ यताबाट। अब माथि अब हामी ट्रेकिङ जाने हो माथिबाट यताबाट। यो अघि हामी तलबाट आएर चाहिँ खास गरी माथिबाट पनि जाने बाटो रहेछ क्या। अनि चाहिँ त्यही भएर सोधेर गएको हामी। अघि तलबाट दक्षिणकाली हुँदै माथि आएको। तलबाट पनि नजिकै हो, त्यस्तो टाढा चाहिँ होइन रहेछ। उयो तलको बाटो हो क्या यो। तलको बाटो चाहिँ हो आएको। अनि नजिकै रहेछ त, हामीले कस्तो बिर्सेर आएको। यही बाटो रहेछ खास गरेर। हामी यताबाट तल लागेको छौँ, यताबाट सिधा आउनु चाहिँ मिल्दो रहेछ यो बाटो चाहिँ। अब यताबाट चाहिँ माथि हामी फर्पिङतिर लाग्नु पऱ्यो। माथितिर यस्तो गुम्बासुम्बा हेर्नु पऱ्यो। त्यो माथिको फर्पिङ त्यहाँ माथि रहेछ। फेरि फर्पिङको हामी पुलसुल हेरेर त्यही हो अहिलेको भनाइ चाहिँ। अब के भन्नु, धेरै त्यसपछि हाम्रो ट्रेकिङ सुरु हुन्छ। अब माथि गएर टक्क मौसम चिसो मौसममा तातो हुन्छ। माथि गएर फेरि पानी पर्न लागिसक्यो त्यहाँ माथि। छाता पनि छैन, माथि गुम्बा सुम्बा छ, त्यहाँ बसिदिनु पर्ला के छ के अनुसार जिन्दगी। ओहो भात खाएर आएर आनन्द भयो नि त। भात खाएर आएर आनन्दै भएछ अहिले। आधी बाटोसम्म गाडी चाहिँ जान्छ अरे माथिको। माथि गाडीमा नजाउँ कि हिँड्दै जानु पर्ला। रमाइलो हुँदैन यो हो कि ओए केही खानेकुरा किनेर लगेर जाऊँ। चिप्स किनेर लगेर जाउँ क्या। भिडियो बनाउनु। सो गाइज हामी चाहिँ हाम्रो डेस्टिनेसनमा जाँदैछौँ। यताबाट गुम्बा माथि उकालो चढिसक्यौँ। हामीले सबै कुरा किनेर चिप्स किन्यौँ। अनि टक्कन यता राखिसक्यौँ। अनि अब यताबाट कहाँसम्म जान्छ भन्ने कुरा एकछिन म क्या पार्किङ छ यसको ल। उत्रे यसरी जाने होला नि त। अब यता यताबाट त होला। माथि भाग्नु मिल्छ तर हिँड्दै जाउँ कि माथि राख्नु। यहीँ राख न, हाइकिङ आउने हो माथिसम्म नि स्कुटी लगेर जाने हो त्यहाँ राख्नु कुनामा। मिटर देखायो अहिले के बिहान हालेर ल्याउँ। फुल्छ बिहान हाल्ने आँट्छ कि त्यसले यही तेल थिएन यसमा। गएको फेरि पर्छ यही तेल थिएन बिहान त हिँड्दै जाने यताबाट। कति टाइम लाग्छ माथि त 1 घन्टा। त्योभन्दा माथि पनि जान मिल्छ। दक्षिणकाली कति घन्टा लाग्छ यहाँ? दक्षिणकालीको मन्दिर छ नि अर्को बिस्तारै हिँड्यो भने पाउने घन्टा ए नत्र चाँडै यहाँबाट यसरी हो। यहाँबाट सिँढी ए गुम्बा छ, गुम्बाबाट भित्र पसेर उता गेट पुग्छ, उता गेटबाट माथि
फर्पिङ ल्याउने पर्छ माथि पुरानो मन्दिरहरू छ क्या सो गाइज हामी चाहिँ अहिले चाहिँ फर्पिङको उकालो पुगिसक्यो तल घुमेर आएर पनि बाटो चाहिँ पुरा यस्तो छ अब टक्क दाडो माथि लाग्ने हो बिस्तारै होइन रमाइलो गर्दैन दादा तपाईँलाई कस्तो लागिरहेको छ आज गाह्रो छैन अस्तिका जस्तो यस्तो सिधा ठाड्डै सिडी रहेछ दाडा माथि माथि गाह्रो लाग्दैन लाग्दैन अस्तिको जस्तो त छैन अहिले आज त 4 घन्टा पनि हिँड्छु 4 घन्टा के गर्नु अब बनाएको यस्तो छ यतातिर दक्षिणकाली मन्दिर जानु यो गुम्बा छ रे एउटा पुरानो दक्षिणकाली मन्दिर माथितिर कि ल त्यहाँ पनि पुगौँला हामी बिस्तारै होइन अब खुट्टा दुख्नु सुरु भइसक्यो मेरो अब यो उकालो चढेर होला माथि माथि बाटो होला नि यताबाट हो एकचोटि सास रोकिन्छ माथि पुगेर बिस्तारै जाने टाइम छ आज त कति बज्यो 12 बज्यो 12 बजेपछि त ठिकै हो के भन्नु त भिडियो बनाउने तपाईँ कस्तो जाने आउँछ बढे सो गाइज हामी चाहिँ पुगिसक्यौँ गुहाभित्र बाटो यस्तो छ गाई चाहिँ होइन तिमी त साह्रै राम्री भेउ के बोल्नु थाक लागिसक्यो दामी रेस्टरुम रहेछ यतातिर कृपया कमला फुल नटिप्नु होला तर युआर अन सिसी क्यामेरा अन्डर सिसी क्यामेरा यो बेबी रहेछ है फेरि उकालो जानु परेछ त आटो हो कति लामो उकालो म जान्नु होला अब म जान्नु होला माथि खुट्टा थाकिसक्यो मेरो पानी बोकिरहेको छु यता होइन गाइज उकालो लास्टै रमाइलो रहेछ के गर्नु हप्तामा एक दिन घुम्नै पर्यो पानी रहेछ यता पानीको पानीको धारा ओहो माथि यस्तो ठाउँ छ है कति सिडी चढ्नु हौ आहा
फाइनल्ली हामी चाहिँ अहिले चाहिँ आइपुग्यौँ यताबाट यस्तो रहेछ माथि चाहिँ बाँध्दै रहेछन् फेरि काफल पनि पाउँछ होला हेलो गाइज वेलकम ब्याक अगेन फाइनली हामी यहाँ चाहिँ फार्पिङको माथि गुम्बातिर गइरहेका छौँ यस्तो रमाइलो छ है यस्तो रमाइलो छ माथि गुम्बातिर हामी चाहिँ यो एकदम बवाल ठाउँ यत्तिको ठाउँ चाहिँ अहिलेसम्म हामी गएकै छैन हामी अहिलेसम्म यत्तिको ठाउँ चाहिँ गएको छैन घुम्न एकदमै रमाइलो सिडी माथिसम्म सिडी नै छ यो चाहिँ यो उसले गर्दा चाहिँ एकदमै रमाइलो दृश्य देखिरहेको छौँ सायद माथितिर हामीलाई पनि थाहा छैन होला माथितिर गुम्बा छ रातो के गुम्बा भनिरहेको छ नि तर गुम्बा यता हो कि कता हो थाहै छैन हामीलाई पनि अब तपाईँ हेर्न सक्नुहुन्छ मेरो चस्मा एकदमै सिडी चढेर आउनुपर्छ सिडी छ पुरै बाटो सिडी छ म त थाकेँ फेरि पनि अस्तिका जस्तै भइरहेछ मलाई सास रोकिरहेछ मुटु कामिरहेछ त्यही पनि म यो ट्रेकिङ छोडिरहेन यस्तो रमाइलो पारीको दृश्य हेर्नुहुन्छ भनेपछि चाहिँ हेर्नुहोस् पारी पुरै बवाल ठाउँ छ यो सिडी छ फेरि हामी अहिले माथि पुगेको छैन योभन्दा माथि चाहिँ एउटा गुम्बा छ अरे फेरि गुम्बाभन्दा माथि चाहिँ त्यो पुरानो दक्षिणकाली भनेको के भन्ने छ पुरानो दक्षिणकाली भन्दैछ अरे हामी त्यहाँसम्म पुग्ने प्रयास गर्नेछौँ तर अब 1-1.5 घन्टा लाग्छ अरे 1-1.5 घन्टा हामी हिँडेर जान पनि त्यस्तो गाह्रो छैन ठिक छ यो चाहिँ लास्ट विक चाहिँ उता कहाँ गएको थियो अरे जामाचो गुम्बा गएको थियौँ त्यहाँ चाहिँ हामीलाई चाहिँ 3 घन्टादेखि 3.5 घन्टा हिँड्नु परेको थियो तर यहाँ चाहिँ त्यति हिँड्नु परेको छैन तर तँलाई चाहिँ त्यो गुम्बा गएको राम्रो लाग्यो कि यता आएर चाहिँ यताको राम्रो लाग्यो कताको सिन राम्रो लाग्यो तँलाई भन्न यो हल्का सिडी रहेछ क्या उता सिडी थियो तर उता त जङ्गल थियो क्या पुरै नै त्यो अनुसार पनि रमाइलो थियो सिडीमा तैँले भनेको हिसाबले सिडीमा हिँड्न गाह्रो त्यो जङ्गलमा भन्दा सिडी हिँड्नु अर्को गाह्रो हुँदो रहेछ उ हेर्नुभन्दा त्यही भएर यता चाहिँ हल्का रमाइलो लाग्यो त्यति हिँड्नु पर्दैन जस्तो लाग्छ हामीलाई हामी चाहिँ माथि चाहिँ पुरानो दक्षिणकालीसम्म पुग्नेछौँ तर त्यति हिँड्नु पर्दैन होला रमाइलो हुनेछ अब अगाडि चाहिँ हेर्दै जानु होला ल सो गाइज हामी चाहिँ अहिले यो फर्मिङको उकालो दादा ऊ पछाडि हुनुहुन्छ टिकटक बनाउँदै हुनुहुन्छ है ल त्यो उकालो चढिबस्छु हामी ल यो हामी खानेकुरा हामी टिकटक पनि बनाउँछ तेरे लिए मंदिर जाऊं तेरे लिए घर बनाऊं यस्तो छ गाइज के गर्नु जिन्दगीमा गाह्रो छ हिँड्नै पऱ्यो बाटोमा कति हिँड्नु भने तर ठाउँ चाहिँ यस्तो बवाल छ यो बवाल मस्त हिँड्यो फ्रेस भयो माथि डाँडा छ क्या फेरि पिसफुल छ क्या पुरै यो फोन गर्न यो बाटोमा मस्त हावा खायो टक्क चिसो आउँछ क्या फेरि है बाटो पुरै हिँड्दै गयो यस्तरी माथि गएर सिडी कति हेर्नु यो सिडी नै सिडी छ ल
गेट चाहिँ पुग्यौँ मन्दिर रहेछ माथि चाहिँ है थाक लागिसक्यो काफलको भोटान तर काफल फल्दैन क्या आजकल है मन्दिर यही हो क्या दक्षिण काली होइन ए सो गाइस यो दक्षिण काली मन्दिर यहाँ चाहिँ पुगिसक्यो हामीले यस्तो रहेछ पोखरी रहेछ मन्दिर दक्षिण काली माईले रक्षा गरे सबैलाई दादा हुनुहुन्छ दादा गऱ्यौँ भाइ गर्नु यार पुरानो दक्षिण काली मन्दिर भनेको यो हो अरे पहिला दक्षिण काली मन्दिर क्या अनि टेकिन्छ पहिला मान्छेलाई अरे काँचे खाएको गर्थ्यो अरे के गर्थे के मार्थ्यो कि के गर्थ्यो अरे पहिला यता ढुङ्गो डर हुन्थ्यो कि त्यही भएर मन्दिर चाहिँ एउटा तल लिएर क्या यहाँ पनि हो पुरानो एकदमै शक्तिशाली मन्दिर हो कि दक्षिण काली भनेको यही मन्दिर हो गाइस हेर्न सक्नुहुन्छ गाइस हामी त्यो मन्दिर जान लाग्यो अहिले उता मन्दिरमा हामीले चाहिँ अब यस्तो पूजाको सामग्री चाहिँ केही ल्याएन हामीले तर उ भयो कि त्यही भएर चाहिँ हामी तल गुम्बासम्म आउने चाहिँ भित्र थियो माथि मन्दिर चाहिँ होइन त्यही भएर माथि आउँदा चाहिँ फेरि मन्दिरसम्म पुग्नै पर्छ भन्ने एउटा हामीहरूमा कुरा भयो फेरि मन्दिर आएको मन्दिरमा हामीले चाहिँ जो दर्शन गऱ्यौँ घन्टे बजा वरिपरि घुमेर हामीले दर्शन गरिसकेको छु यो चाहिँ दक्षिण कालीको पुरानो मन्दिर हो दर्शन एकदम शक्तिशाली मन्दिर हामी दर्शन गरेर अब फर्किरहेको छौँ हल्का फोटोसुट त गर्नै पऱ्यो अब फोटोसुट गरेर तलतिर लाग्नु पर्ला धेरै पसिना छ यस्तो छ नि के गर्ने जुत्ताले तँलाई के देखाउनु धेरै
दक्षिणकाली मन्दिर हो। यो चाहिँ दक्षिणकाली मन्दिर हो गाइस। एकदम रमाइलो पारितिर यसो पहाडहरू डाँडाहरू भएको जङ्गलहरू अनि माथि डाँडामा चाहिँ यो दक्षिणकाली मन्दिर रहेछ क्या। अब पुरानो मन्दिर दक्षिणकालीको पुरानो मन्दिर यो रहेछ। अनि नयाँ मन्दिर चाहिँ तल उता खोलामा छ। हामी उता पनि गएर आइसक्यो, यता पनि दुइटै दक्षिणकाली मन्दिरमा आज दर्शन गरिसकेका छौँ। अब हामी चाहिँ यताबाट सिँढी हुँदै हुँदै तलतिर लागेर हामी के खाने चाहिँ यो खानै पऱ्यो। अब भोक लागिसक्यो। सिँढीमा हिँड्दा फेरि खुट्टा लास दुख्छ के। त्योभन्दा जङ्गलको बाटो ठिकै थियो। तँलाई देखाएको सो गाइज हामी अहिले निस्केको यताबाट खाजा खाएर माथि मन्दिर सन्दिर घुमेर अनि माथि भुङडोल चाहिँ जानु पाएनौँ क्या, नजाने भनेको आज मान्छे हुँदैन, मान्छे कोही हुँदैन अनि जङ्गल पनि भयो, 2-2.5 घन्टा लाग्ने पनि भयो। त्यो भएर चाहिँ अब अर्को दिन दादा म अर्को दिन हामी अर्को ठाउँ जान्छौँ न। हामी त हप्तामा एक त्यही भएर अब घुमौँला बिस्तारै यार घरै जाने भयो यार। होइन बाटोमा खाने भयो अहिले बसेको क्या खानै पनि लागेन आज, किन चिसो भएर क्या अस्ति है आज यो सर्ट ट्रिप भयो क्या, त्यस्तो लामो भएन क्या, 1 घन्टा मात्रै हिँड्नु पऱ्यो। अस्ति जामा चौका जस्तो लङ भएको भए मजा आउँथ्यो। त्यहाँ त आउन जान 6-7 घन्टा लाग्थ्यो, यहाँ त 2 घन्टामै भइगयो। ठिक छ, अब चाहिँ बाटो यस्तो छ हेर्नुहोस्। यस्तो छ, मान्छे अहिले पनि आउँदैछ टक्क गर्नु यस्तरी। यस्तै छन् मान्छे आउँदैछन्, के गर्नु हामी चाहिँ जान लाग्यो अब।